केटापट्टि माटाको देउरा धन्दासँग सूर्य चन्द्र शङ्ख यसरी धनुष बाण गदा दण्ड जलम कार्य शनि राहु केतु मेरो त शनि एकदम उ छ हौ यहाँ आइपुगे सकिन्छ एकदम यो हामी एकै ठाउँमा के अरे अहिले के अरे भेटी गर्छौँ ल होइन माथि पाउ माताका माथि चढ्न पाइन्छ र नचढ्ने माताको हात यहाँ भए पाउ उहाँ भयो कस्तो कपडाको हाम्रो उल्टो सबै हामीलाई उल्टो जस्ट अपोजिट हेर्नु त यो शिर पाउ हात शिर ए हाम्रो भन्दा उल्टो के उल्टो ठ्याक्कै भनेपछि उहाँको शक्ति सामर्थ्यलाई के हुन्छ भन्ने कुराहरू उहाँको शक्तिको सामर्थ्य यहाँ आजकल कति माताको शिवजीको दामहरू देखियो माथि डल्फिन भगवान्को मत्स्य अवतारमा टपमा यहाँ आउने भनेको निकै भएको जस्तो भएको थियो नन्देश्वर महाराज यहाँ खाल्टामा शिवलिङ्ग हुनुहुन्छ माथि इटालीमा कचनामा यो शिवलिङ्गको रूप यहाँको इटालीको कचना महादेव चाहिँ यहाँको शिवलिङ्ग हो गणेश भगवान् हुन्छ इटालीको कचना महादेव कचना महादेव बैदिन्छ हामीलाई मेला लाग्छ नि त्यहाँ पैसा गएको थियो वैशाख कति गते मेला 3 गते कि 4 गते सुत्नु भएको छ सुत्नु भएको चाहिँ शिरमा शिवलिङ्ग छन् यता सुत्नु भएको चाहिँ दुईवटा हात्ती छन् ढोकामा सबै यसरी चाहिँ नि यो उदाहरण यसरी व्याख्या गरेर सबैतिर यसरी चाहिँ गरिदिनु पर्ने हो नि त होइन अरूतिर मन्दिरमा गयो दर्शन गरेर आयो त्यहाँको व्याख्या हुँदैन क्या नाकमा भयो ब्रह्माजीको रूप भयो हामी मात्रै थपक हेर्दै पनि जान्थ्यौँ नि यो थाहा हुँदैन त्यसरी अनि अब यो भनेको सृष्टिको यो शक्तिपीठै अर्को हो अब मैले यहाँ पूजा गराउने तरिकै अर्को छ अरूभन्दा फरक छ होइन यहाँ चाहिँ के हुनुभयो वीरभद्र हुनुहुन्छ वीरभद्रको वज्र होइन हात्तीको आँखा सुन घुमेको सुनेको टाइपको हनुमानको गदा हेर्ने यहाँ ए यहाँ हनुमानको गदा हनुमानले परमपुत्र हुनुभएको अरे माता खड्का तर मयूर हेर्ने मृग हेर्ने यहाँ गाई हेर्ने यहाँ उहाँको गोलोक धाममा के हुन्छ नि ती सबै यहाँ छन् कृष्ण भगवानको शेषनाग यहाँ सीताराम भगवान् माताको ढाड मेरो दण्ड भयो यहाँबाट एउटा मूर्ति निकालेर गोर्खा लगाएका अरे राजा महाराजको पालामा एउटा माथि हुनुहुन्छ एउटा मूर्ति माथि मन्दिर माथि भन्दा है माथि ए माथि मन्दिर मन्दिरमा चाहिँ एउटा मूर्ति लागेको हो यो चाहिँ त्यहाँ हात्तीको दारेर कानमा है नागले बेरेको भन्दा नाकमा चाहिँ बनाउँछ नि सबै वार पारै नि त होइन कनेक्सन एक दुई तिन कनेक्सन छैन डिस्कनेक्सन यहाँ हात्ती सुई गएको छ नि हो वरिपरि नै हो यो सम्पूर्ण परिक्रमामा आएको हो यो पृथ्वीको नक्सा हो नि त पृथ्वीको आधार शक्ति हो नि त वर्णन गर्न नजानेर नजानु नसकेर चिन्ता नगरेर परिचय गराउन नसकेको यहाँको यहाँको पनि एकदम मैले परिचय हो यसरी तपाईँले जसरी भन्नुभयो त्यसरी परिचय गराउँदाखेरि अलिकति यसो यहाँ पृथ्वी नागले थामेको भन्छ नि शेष नागले थामेको कुरा बेरेको कुरा यहाँ त थामेको मुनि हो ल यस्तो कुरा हो ल अब यो पनि मैले अब त्यसै भनेको होइन यो विभिन्न समयमा धेरै पाखण्डमा तल पाइकन पाएको कुरा यता कार्तिक कुमारको महल हेरिन्थ्यो यसको माता लक्ष्मीको माताको पैतालाको छ घोडा सूर्यदेव भगवान्को अनि सानो बसा छन् यहाँ नागडकी सेकेन्डर किनेर ओम देख्नुभयो ओम यहाँ पनि ओम हेर्नुहोस् नि ओम यहाँ होइन त्यहाँ पनि छ यहाँ पनि छ यहाँ यो चाहिँ शिलामा होइन यो अर्कै शिला हो यहाँ